हेलो एभ्रिवान, नमस्ते। तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला? म एकदमै ठिक छु। यो चाहिँ मेरो पहिलो अनि सानो प्रयास है। म चाहिँ थोरै लगानीबाट एउटा सानो व्यवसाय गरौँ कि सुरु गरौँ कि भनेर चाहिँ यो मासुको अचार बनाउन चाहिँ सोचेर आज पहिलो पटक प्रयास गर्दैछु। मैले चाहिँ यो मासुको अचारमा चाहिँ धेरै मसला एड गरेको छु, तर अब पहिलो पटक हैन, केही गल्तीहरू हुन्छ कि कमजोरी हुन्छ कि भनेर डराएर एकदम केयरफुली भएर बनाउँदाखेरि चाहिँ मैले कुनै ठाउँमा चाहिँ भिडियो लिन बिर्सेछु। यो अचारमा चाहिँ मैले तोरीको धुलो, धनिया, जिरा, मरिच, सोप, मेथी, ज्वानो, सुकेको खुर्सानीलाई चाहिँ भुटेर पिसेर चाहिँ मिक्स गरेको छु। अनि अचार चाहिँ लामो समयसम्म राख्न सकोस्। अब अचार जस्तो कुरा हैन, धेरै खाने छिटिसक्ने भन्दा पनि थोरै खाएर लामो समयसम्म राख्नको लागि चाहिँ मैले भिनेगर पनि एड गरेको छु। अनि अलिकति स्पाइसी मन पराउनेहरूको लागि चाहिँ अलिकति स्पाइसी होस् भनेर धुलो खुर्सानी पनि एड गरेको छु। यो चाहिँ मैले बनाएको फाइनल अचार हो। तपाईँलाई यदि टेस्ट गर्न मन छ भने, मासुको अचार मनपर्छ भने चाहिँ माया देखाइदिनु होला, मेरो पहिलो प्रयासलाई साथ दिनु होला, अर्डर गरिदिनु होला। म चाहिँ नम्बर छोडिदिने छु। अब होइन, सानो माया साथ सपोर्टले कसैको जीवन सहजता हुन्छ नि होइन। के भयो माया गर्नलाई, माया देखाउनलाई, साथ सपोर्ट गर्नलाई होइन। धेरै माया देखाइदिनु होला। धन्यवाद।